गाइस अब म चाहिँ बाख्राको घसौटा टिप्ने काम गर्दैछु। किनभने गाई बस्तुले ठ्याक्क पानी खुवाउने बेला भयो। अब बाख्राको घसौटा टक्क यसरी टिप्न पर्ने कार्यक्रम आउँछ। मट्याङ्ग्रा पाठापाठी यसो पनि हो। डोरीले कसेर बाँध्ने चलन चाहिँ बिस्तारै बिस्तारै यस्तै छ गाइस। लोकल भाले बासे गाइस, लोकल भाले। मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरे। मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरे। आज भोलि दुर्गेशको गीत फिल्मतिर बिग्छ। हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ। खर्च भएर यहाँ चर्चा भएको छ। अनि गाडी गुडाउँदै अनि धुलो उडाउँदै मेरो यस्तै छ पारा। मेरो दुश्मन छ धेरै, दुश्मन हेरे। मेरो दुश्मन छ धेरै। गाई जब चाहिँ यसरी चाहिँ बाख्राको घसौटा टिप्ने कार्यक्रम हुन्छ। गाई बस्तु घसौटा टिप्ने कार्यक्रम हुन्छ। यो चाहिँ पछि यो घसौटा चाहिँ पछि गएर पिँडालु लाउँदाखेरि कज्जब गाइदो हुन्छ कि। पाइयो यो चाहिँ 82 सालको दसैँलाई गाइस, 82 सालको दसैँलाई। घाँस खाएन दुईवटा चाहिँ ब्याउने बाख्रा है। दुईवटा ब्याउने चैतमा ब्याउँछ है। यो चैतमा ब्याउँछ लागि। गाउँले जीवन यस्तै छ। गाइस अब चाहिँ घसौटा ससौटा ल्याउने काम पनि सक्यो। अब बस्तुलाई पानी खुवाउने चाहिँ नेक्स्ट पार्टमा है, अर्को भिडियोमा हालिन्छ है त। ल टाटा बाई।